सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा सदन प्रारम्भ भएदेखि नै यहाँहरूले शून्य समय, आकस्मिक समय तथा विशेष समयमा उठाउनु भएका विभिन्न जिज्ञासा, सुझाव र चासोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु। सरकार वैदेशिक रोजगारलाई सेफ र डिग्निफाइड बनाउने मात्र होइन, स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्र नै रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता हो र यस कार्यमा मन्त्रालय प्रतिबद्ध छ। सिपयुक्त जनशक्ति उत्पादन गर्न विभिन्न तालिम तथा रोजगारमुखी कार्यक्रम सञ्चालनका लागि प्रायोरिटीका साथ सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य भइरहेको छ। माननीय सदस्यज्यूहरूले उठाउनु भएका वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा चनाखो छ। विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको विषयमा मन्त्रालय अत्यन्त संवेदनशील छ र उहाँहरूको उद्धार र सहयोगका लागि देशभित्रकै मौजुदा संयन्त्रहरू र विदेश स्थित इम्बेसीहरूबाट आवश्यक पहल नियमित रूपमा भइरहेको छ। यसैगरी माननीयज्यूहरूले सम्मानित सदनमा उठाउनु भएको चासोको विषय र मन्त्रालय पनि चिन्तित र संवेदनशील रहेको विषय भनेको वैदेशिक रोजगारीका नाममा हुने ठगी हो, शोषण हो र अनियमितता पनि हो र यी विषयहरूप्रति सरकारको जिरो टोलरेन्स नीति रहेको छ। ठगी नियन्त्रणमा सम्बन्धमा पास्ट, प्रेजेन्ट र फ्युचर चरणका लागि छुट्टै रूपमा वर्गीकरण गरेका छौँ। विगतका करिब 40,000 प्लस फर्च्योट नभएका उजुरीहरूको वर्गीकरण गरी समय सीमा समेत निर्धारण गरी फर्च्योट गर्ने नीति लिएका छौँ तथा आगामी श्रावण महिनाबाट मुद्दा तथा अनुसन्धानका कार्य सफ्टवेयर प्रणाली मार्फत हुने गरी प्रविधि निर्माणको काम भइरहेको छ। वर्तमानमा दैनिक ठुलो सङ्ख्यामा उजुरी र ठगी सम्बन्धी निवेदनहरू प्राप्त हुने गरेको र निवेदन र गुनासा तत्काल सम्बोधन र फर्च्योटका लागि डेडिकेटेड जिम्मेवारी सहितको कमान्ड सेन्टर संयन्त्र स्थापना गरिएको छ भन्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकको सहजीकरणका लागि श्रम हेल्प डेस्कको समेत स्थापना गरी सेवा प्रदान गरिरहेका छौँ र भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारको समग्र व्यवस्थापकीय प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने हाम्रो नीति छ। त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूले जनकपुरको उद्घोष सभामा भन्नुभएको थियो, काठमाडौँ घुमैला अधिकार मागेला नै अपरत तोरा सबका। यही थीम र अठोटलाई बमोजिम हामी सेवाको विकेन्द्रीकरणका लागि मन्त्रालयले गिरकारी गरिरहेको र भविष्यमा चाहिँ यो हुनेछ। सामान्य सभामुख महोदय, जीसीसी मुलुकहरूमा डोमेस्टिक वर्करलाई श्रम स्वीकृति प्रदान गरी पठाउने कार्यलाई सङ्घीय संसदको पार्लियामेन्ट्री कमिटीबाट भए निर्देशन बमोजिम नै घरेलु श्रमिक पठाउने कार्य रोक लगाइएको अवस्था छ। तर भिजिट भिजा प्रयोग गरी एवं इरेगुलर च्यानलबाट श्रमिकहरू घरेलु कामदारका रूपमा खाडी देशमा पनि पुगेको छन्। यसलाई सम्बोधन गर्न हामी रिभ्यू गर्दैछौँ, साथै सरोकारवाला मन्त्रालयहरूसँग राय लिने चरणमा छौँ। यस विषयमा थप अध्ययन गरी घरेलु कामदारको संरक्षण र सुरक्षाका नयाँ प्रावधानहरूको अध्ययन भइरहेको र यस विषयमा समितिबाट स्पष्ट निर्देशन मन्त्रालयलाई प्राप्त होस् भन्ने पनि अपेक्षा मन्त्रालयले राखेको छ। मान्य सदस्यज्यूहरू, यसै गरी वैदेशिक रोजगार ऐनलाई समय सापेक्ष बनाउन लेगल रिफर्म नै गर्दैछौँ, जसमा इम्प्लोयर, रिक्रुटर, वर्कर र गभर्मेन्टको सेयर्ड एकाउन्टेबिलिटी र जोइन्ट लाइबिलिटी र कडा अनुगमन प्रणाली लागू गर्न योजना बनाइएको छ। सदनमा उठेका सबै विषय नागरिक हित, श्रमिकको सुरक्षा र राष्ट्रको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। त्यसैले आगामी दिनमा पनि यहाँहरूले उठाउनु भएका समस्या, सुझाव र जिज्ञासालाई गम्भीरतापूर्वक ग्रहण गर्दै समाधानका लागि मन्त्रालय प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु। साथै श्रम मन्त्रालयको ध्यानाकर्षण हुनुपर्ने कुनै पनि विषय भएमा माननीय सदस्यज्यूहरूले जुनसुकै बेला मन्त्रालय वा मेरो सचिवालय मार्फत जानकारी गराइदिनु हुन पनि अनुरोध गर्दछु। अन्त्यमा सभामुख महोदय र माननीय सदस्यज्यूहरू, एउटा संस्कृतको श्लोक भन्न चाहन्छु, न तोहम कामये राज्यम न स्वर्गम न पुनर्भवम कामये दुःखत ताप्तनम प्राणीनाम आर्ति नाशनम। यसको अर्थ म न राज्यको चाहना गर्छु न स्वर्गको, न फेरि जन्म लिने इच्छा नै गर्छु। मेरो केवल यही चाहना छ कि दुःख पीडित प्राणीहरूको कष्टको अन्त्य होस्। जय देश, नमस्कार, धन्यवाद।